गुहारी माग्नु पर्ने अवस्था आउला जस्तो छ। लोटिहाल्ने धनमुडाको पानी पर्दाको यात्रा। पानी परेर पनि मौसम खुल्ला भइसकेको छ। अहिले त पानी पर्न लगभग धेरै चिसो छ है। चिसो भएर पानी परेर हिजो राति लगभग 2-3 बजेर खै कति बजेर पानी पर्यो। अलिक पानीको पानी छ। अहिले पानी दिनु भएर 4-5 घन्टा भइसक्यो। पानी दिनु भएर म चाहिँ बल्ल अनि बाटो सहीको छ कि हिँड्न भनेर हिँडेको छु। हाडारेको त ठिकै छ बाटो। हाडारेदेखि तल खोलामा झर्ने थुप्रो खोला हाम्रो जुनाडार झर्ने बाटो छ। खासै त्यस्तो छैन। मलाई गाह्रो भनेको चाहिँ थुप्रो खोलादेखि माथिको बाटो चाहिँ अलिक सायद कस्तो छ हेरौँ। छ है हिँड्नलाई चाहिँ एकदम टेन्सन चिप्लो। चुनादार हामी आइयो है गाइस। यो चुनादार बाटो चिप्लो छ। खोलामा आइयो। थुर्पा खोला भन्छ यसलाई है। तर यस्तो अब हामी खोलामा आइपुग्यौँ। थुर्पा खोला पार गरियो। अब सुरु भइसक्यो है बाइक नाच्न सुरु भइसक्यो। अब चाहिँ अबको यात्रा मलाई धेरै टेन्सन छ। चिप्लो पडी छ। बाइक नाचिरहेको छ। सही ठाउँमा हिँड्नै सकिरहेको छैन। अहिले भर्खर चाहिँ यस्तो छ। माथि झन् कस्तो होला सोचिरहेको छु। यो घुम्तीहरू टर्निङमा साह्रै चिप्लो हुन्छ क्या। यो सबैभन्दा गाह्रो यहाँनिर यो टर्निङमा हिँड्न गाह्रो छ क्या यो धनमुडा जाने बाटोमा। तर अहिलेसम्म त ठिकै छ। अब सबैभन्दा टेन्सनको बाटो यही हो है गाइस। यो तल चुनादार खुर्पा खोलादेखि आएर धनमुडा आउने बाटो चाहिँ साह्रै दयनीय छ। यसलाई कसरी हो खै कि अब बाइक मेरो फस्यो। म सक्दिनँ अब। फेरि फसिरहेको छ है। केहरू निकाल्ने एक्लै छु। अब समस्या पऱ्यो मलाई। ढकाल्ने कोसिस गर्छु है। ढकालेर नि छैन काम। अब मलाई टेन्सन यही नै थियो। यही भएरै छोड्यो। बाटो हेर्नु सक्छु यस्तो छ। बाइक निकाल्न सकिरहेको छैन। खुट्टै रोकिँदैन। के गरियो। रात परेबाट आज बिजोग हुने नि रातिबाट। सकिने अवस्था छैन है गाइस। आज मान्छे बोलाउनै पर्ने अवस्था उला जस्तो छ। आइसक्यो। आइज यार बाइक निस्केन यार आइज। त आएर त नि अघि नि सँगै जाम्ला भनेको नि। हेर यहाँ कति खुर खेलेको छ यहाँ। ढकेल अब गाइस। अब भाइ आछ। भाइ आएपछि ढकेल्ने लाखा ल भाइले। अब कसरी निकाल्न सकिन्छ हेरौँ है। कोसिस गर्नु पर्यो। निकाल्नै पर्यो। ननिकाली भएन। ल बिस्तार त्यहाँ नबस। हिलोल छेप त साइडमा पुरै हिलोल छेप त। हल्का मात्र पल्ट हो यसरी। हल्का हो यसरी। बिर्को त्यो थुप्रो यसरी हुन्छ यार। दुईजना नै सकिए लास्ट छैन त।
हट ओहो जय बजरङ्गबली ए गयो ओइ ए बा नो ए कस्तो खोल्साभरि गयो नि बहुत ठुलो सङ्घर्षले बाइक वहाँसम्म पुर्यायो ए भाइको अवस्था यस्तो छ हिलो हिलो बस्छ बिचरा जस्ट हल्का पानी आयो त केही भयो त हिँड्न सक्ने अवस्था छैन यो बाटो अन्टर हिँड्न सकिएछ के गर्ने एकै ठाउँले गर्दा पनि यति समस्या पार्छ सायद यो भाइ नभइदिएको भए मैले त दुखी भएको नि रात परेको भए बाइक छोडेर जाने अवस्था भएको त माथिसम्म बाबु पहिरो जा त्यति माथिसम्म साह्रो दुःख भाइ अब यहाँनिर पनि अलिकति छ ल बाबु यही झर है ल हुन्छ ल झोलाले पानी आएन नि भोलि बिहान देरी है छिटै यो पनि त कम चिप्लो छ यहाँ पनि तेरो घर यता त होइन क्या म जान्छु यता हो यार बाइकले आज मलाई ओइ छोप 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 मलाई थाहा थियो यता उकाल बेस्ट हुन्छ भन्ने चालले ल ल ल बाबु ल चाल साह्रै दुःख पाइयो ओहो अहिले हामी चाहिँ भस्ने यो पुरो चिलाउने मैले बाँदर हेर्ने जग्गा हाम्रो चाहिँ लगभग फेरि अर्को अप्ठ्यारो गाउँ नजिकै आउँदा यहाँको पनि एउटा टेन्सन छ फेरि यो बाटो पनि धेरै ठाउँ छ कि कति ठाउँ भन्ने यार टेन्सन यार ओहो 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 डर मेरो बाबु मेरो डर घोडा चल घोडा चल घोडा चल घोडा बस गयो अब चाहिँ टेन्सन छैन अब त्यही घरतिर गल्टाडा बजै म हाडाबाट आउँदैछु यसो यहाँ पनि त्यस्तो छ ओहो मैले बाइक पार्किङ जट ओहो बडो दुःख पाराइयो हाडाडे तले बसियो के भर्खर आउने बेलामा हेर्नुहोस् त खुट्टाको जुत्ताको हालत